पार्वती यतिको समयसम्म छोडेर रिसाइ सकिन्छ होला। आफ्नो कैलाश पर्वतको आनन्द नै छुट्टै। कैलाश पर्वतमा आउने बित्तिकै यो एउटा आनन्दको क्षण। होइन, पार्वतीको मलाई छोडेर बसिरहेकी रहेछ। पार्वती आऊ, आफ्नो कर्म पुरा गर। सौभाग्यवती। अरे पार्वती, आज म आउन अलिक विलम्ब भयो। के तिमी रिसाएकी त छैनौ नि? छैन रिसाएकी। अरे पार्वती, रिसाउन त रिसाएकी छैनौ भन्छौ, तर म कैलाश आउने बित्तिकै तिमी मुसुक्क हाँसेर म छेउमा आएर तिमीले मेरो पाद प्रक्षेपण पाउ धोएर तिमीले भित्र लिएर जान्छौ, होइन? ए पार्वती, के भयो तिमीलाई आज? तिमीलाई कसैले के भनेर? यता हेर न। मन दुखिरहेको छ रे। के भयो तिमीलाई? भन न। हेर, तिमीलाई खुसी बनाउनको लागि म सबै कामलाई छोडेर थाती राखेर म तिमीलाई खुसी बनाउनको लागि म हतार हतार गरेर कैलाश पर्वतमा आउँछु। तिमीसँग केही समय भए पनि भेटित गर्छु। अनि तिमी भने यसरी निराश भयो भने मलाई कस्तो होला ल भन त? के भयो? कसैले केही भन्यो? अरे पार्वती, देवर्षि नारदको कामै यही हो। उनी जहाँ जान्छन् केही न केही भनेरै जान्छन्, केही न केही गरेरै जान्छन्। के भने तिमीलाई आज के भने कि के हो देवर्षि नारद? भन न। म तिम्रो स्वामी हिँडेर अनि तिमीले मलाई मनमा कुरा लुकाएर आफू अँध्यारो लगाएर हुन्छ? हेर, तिमी भनेको घरकी लक्ष्मी हौ। तिमी रिसायो भने, तिमी अँध्यारो मुख लगायो भने घर नै अँध्यारो हुन्छ। मनमा केही भएको छ भने तिमीले भन्नु हुन्छ। स्वामी, हजुरले मलाई माया नै गरिसिन् गरे। हजुरले सबै कुरा मलाई भनिसिन् गरे। मैले तिमीलाई सबै कुरा भनिदिन रे। ए पार्वती, ल भन न त। आजसम्म मैले तिमीलाई के कुरा ढाँटेँ ल भन त? मैले खाने विष, भाङ, धतुरो त्यसको बारेमा तिमीलाई थाहा छ, ज्ञान छ। तिमीले त्यसलाई सुधारेर राखिदिन्छौ। म आउँछु, तिमीले सुधारेर राखेको विश्राम धतुरो सेवन गरेर म आनन्दसँग बस्छु। म कहाँ जान्छु तिमीलाई थाहा छ, के गर्छु तिमीलाई थाहा छ। मैले चढ्ने नन्दीको बारेमा तिमीलाई थाहा छ। अब के भन त? के कुरामा ढाँटे? यो त्रिशूल, डम्बरू, यो बाघको छाला, यो नाकको बाला, अरू केही तिमीलाई अरू केही छ र? स्वामी, एउटा कुरा छुट्यो नि। हजुरले त्यो गलामा लागेको त्यो मुन्डामाला चाहिँ के हो? यसको रहस्य के हो? अरे पार्वती, ए भनेपछि तिमीलाई यो मुन्डामालाको रहस्य थाहा पाउनु पर्यो। यसको बारेमा मैले भनिनँ। ओ स्वामी। ल पार्वती, तिमीलाई त्यसको कौतूहलता लागेको र देवर्षि नारदले तिमीलाई यसको बारेमा के भनेका हुन् भने ल सुन। यो मुन्डमाला के हो, किन मैले जुन बेला पनि धारण गर्छु, यो मुन्डमालालाई मैले कहिले पनि छोड्दिनँ। मेरो प्राणभन्दा प्यारो ठानेर यसलाई धारण गरेको छु। यही मनमा लागेको होला होइन त? ओ स्वामी। ल त्यसले सुन, यो मुन्डमाला हो सबैभन्दा मेरो प्रिय। यो मुन्डमाला हो, यो अरू कसैको होइन। यो मेरो सबैभन्दा प्रिय व्यक्तिको मुन्डको हो। अरे पार्वती, मेरो कुरा त सुन। यो मुन्डमाला अरू कसैको होइन। यो मुन्डमाला त तिम्रै हो। आमा, ढाक त पनि कति ढाक्न सकेको, म त जिउँदै छु त।
ए पार्वती पार्वती त्यसो नहुन न हेर यसको महत्त्व बुझ न म बुझाउँदैछु नराउ न नराउ ए पार्वती मैले ढाँटेको होइन कि ल सुन यो मुण्डमाला अरू कसैको होइन तिम्रो नै हो अनि म त जिउँदैछु त जिउँदै कसरी मेरो मुण्डमाला भयो त पार्वती तिमी जिउँदैछौ हो ल ल सुन हेर आज तिमी पार्वती छौ मेरो साथमा छौ मेरो अर्धाङ्गिनीको रूपमा छौ योभन्दा पहिला तिमी सतीदेवी थियो योभन्दा पहिलो कल्पमा तिमी सतीदेवीको रूपमा तिमीले मसित विवाह गर्यौ तिमी र म पति र पत्नी भए र बिचमा तिमीले मलाई छोडेर गयौ तिमीलाई मैले बिर्सन सकिनँ तिमीलाई तिम्रो शरीर रहुन्जेलसम्म सारा ब्रह्माण्ड तिमीलाई बोकेर म सारा ब्रह्माण्ड परिभ्रमण गरेको सबै कुरा तिम्रा शरीरका अङ्गहरू गल्दै 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 गए बाँकी रहेको त्यो शिरलाई मैले मालाको रूपमा गरेर तिमीलाई बिर्सिन नसकेर मालाको रूपमा धारण गरेर मैले लगाएँ त्यस्तै गरी 9वटा कल्प भएका छन् ती हेर त 9वटा मुण्डमालाहरू छन् हरेक कल्पमा तिम्रो र मेरो भेट हुन्छ र तिमीले मलाई छोडेर जान्छौ र तिमीलाई बिर्सिन नसकेर मैले तिम्रो मुण्डको माला धारण गर्दै 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 आज माला बनेको छ मुण्ड मुण्ड मिलेर माला बनेको छ यो अरू कसैको होइन तिम्रै हो पार्वती तिम्रै हो तिमी निश्चित हो स्वामी म चाहिँ मरेको हजुर चाहिँ कहिले नमर्ने यो चाहिँ किन कसरी पार्वती हो तिमीले ठिक भन्यौ म चाहिँ नमर्ने तिमी मरेको मरे गर्ने भनेको मैले अजम्बरी कथा सुनेको छु जसले अजम्बरी कथा सुनेको छ त्यसले जन्म र मृत्युको यो चक्रमा यो लागिरहनु पर्दैन जन्मनेर मर्ने क्रम गरिरहनु पर्दैन अमर हुन्छ मर्नु पर्दैन तिमीले अमर कथा सुनेको छैनौ र तिमीले यो शरीरलाई त्याग गरिरहनु पर्छ पार्वती स्वामी त्यसो भए मलाई पनि अमर कथा सुनाइछु न म पनि सधैँ हुन चाहन्छु पार्वती आहा कस्तो राम्रो कुरा गर्नु ठिक छ यदि तिम्रो यो इच्छा हो भने अब म तिमीलाई अमर कथा त सुनाउँछु तर अमर कथा श्रवण गर्नको लागि मन चञ्चल हुनु हुँदैन यस्तो तिमी रिसाएर मनमा अनेक भावहरू राखेर मनलाई सानो निकृष्ट बनाएर तिमी अमर कथा सुन्न सक्दैनौ अमर कथा श्रवण गर्नको लागि तिमी भित्र एउटा सुन्न सक्ने सहनशीलताको क्षमता हुनुपर्छ अझै भन्नुपर्दाखेरि यदि हामीले भरि भाँडोमा केही राख्यो भने अटाउँदैन तर त्यो भाँडो खाली गर्यो भने त्यसमा केही राख्यो भने अटाउँछ आज तिमी भित्र भएको म प्रतिको वितृष्णा र तिमीले म प्रति देखेको नकारात्मक कुराहरू र मनमा खेलाउने प्रवृत्तिहरूलाई हटाऊ अनि तिमीलाई म अमर कथा श्रवण गराउँछु स्वामी के गर्दा ठिक होला त केही गर्नु पर्दैन लाभ एउटा देवी देवताहरू हेर त ती स्वर्गादी देवी देवताहरूले माथि कैलाश पर्वतमा बसे शिव पार्वती भन्दै भन्दै हाम्रा पुष्पवृष्टि गरिरहेका छन् अब तिनीहरूको भावमा हामी रमाइसकेपछि तिम्रो मनमा भएका क्लेश पनि जानेछ म तिमीलाई अमर कथा पनि श्रवण गराउनेछु हुन्छ पार्वती स्वामी भइहाल्छ ल जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम कैलाश वासी हृदय निवासी कैलाश वासी हृदय निवासी संहार करता है अभिनाशी करता है अभिनाशी कमर जय जय हो भोले बाबा हर बम बम जय जय हो भोले बाबा हर बम बम
बसास कैलासमा पार्वतीसँग सदामा गङ्गा सम्प्रीतिसँग बसास कैलासमा पार्वतीसँग बसास कैलासमा पार्वतीसँग चन्द्रमा